हेलो नमस्कार नमस्ते तपाईँहरूलाई एकदम हेलो सबैजनालाई नमस्कार मेरो तर्फबाट अनि आज चाहिँ म युट्युब च्यानलमा ब्लगमा स्वागत छ मेरो लाइभ युट्युब च्यानलमा स्वागत छ त्यसै गरी तपाईँहरूलाई एकदम स्वागत छ मेरो लागि एकदम के छ तपाईँहरूको एकदम नयाँ खबर आज तपाईँहरूको लागि एकदम स्वागत छ मेरो आज समय घरमा आएको छु म चाहिँ होइन मावला घरमा आएको छु मरखोलामा देख्न सक्नुहुन्छ नि यहाँ यता मरखोलाको पुल पर छ नि यो सेतो सेतो देख्नु होला तपाईँहरूले यो चाहिँ यतासुती चाहिँ मेरो मामा घर पर्छ होइन तपाईँहरूलाई स्वागत छ आज युट्युब च्यानलमा चाहिँ स्वागत छ मेरो माया छ सपोर्ट लगाएर मेरो पहिलो छ भिडियो नयाँ भिडियो आएको छ मेरो लाइभमा तपाईँ सेयर लाइक गरिदिनु होला होइन त भन्न त यो नयाँ च्यानल युट्युब च्यानलमा भ्लगमा स्वागत छ तपाईँलाई धन्यवाद दिन्छु आज समयमा परे किनभने यो तपाईँ यो नयाँ तपाईँको यो नयाँ भ्लगमा तपाईँहरूलाई लाइक गर्नुलाई सेयर गर्नुलाई तपाईँलाई धन्यवाद दिन्छु आज समय भन्न चाहन्छु अनि तपाईँहरूलाई एकदम के छ अनि तपाईँहरूको नयाँ चाड माघ संक्रान्ति कस्तो आइरहेछ तपाईँहरूको एकदम राम्रै आएको होला नि भन्न चाह्यो नि हाम्रो पनि एकदम नयाँ साल माघ संक्रान्ति एकदम राम्रै आएको छ हाम्रो यहाँ चाहिँ म चाहिँ मावल घर आएको छु फुल दामी छ फुल दामी फुल छ यो फुल दामी छ एकदमै दामी लाग्यो मलाई फुल एकदम राम्रो लाग्छ मलाई चाहिँ फुल दामी लाग्छ नि तपाईँहरूलाई कस्तो राम्रो लाग्छ यो फुल दामी लाग्छ अनि यो चाहिँ माहौल हो यो चाहिँ मरखला मामा घर हो यो चाहिँ बा घर हो यो चाहिँ देख्नुभयो होला यो चाहिँ मरखलाको गाउँघर बाबाहरूको गाउँघरको घर छिमेकीहरू हुन्छ यहाँ सबैजना हुन्छ होइन यो गाउँ चाहिँ एकदम दामी छ यदि यो जङ्गल पाखाहरू हिँड्दाखेरि देख्दाखेरि एकदमै राम्रो आएको छ होइन एकदमै राम्रो छ यो चाहिँ हाइवे रोड कटारी तलतिर यो कटारी भयो होइन यो कटारी भयो यो तल अलिक देख्नुभएको होला यो तल 1 घन्टाको बाटो पर्छ यो तलतिर 1 घन्टाको बाटो पर्छ कटारी यो चाहिँ मरखला हो मरखलामा आएको छु यो यताको अनि यो मरखलाको खोला देख्नुभयो यो खेतहरू देख्नु होला नि यो खेतहरू देख्नुभयो खेतमा अन्ना पानीहरू छ होइन यो हुन्छ खेतहरू छ खेतमा चाहिँ सिजन अहिले छ नि अहिले सिजन छ आलु छ के भन्छ आलु छ आलु रोपेछ कोबी रोपेछ अनि के भन्छ तोरी रोपेको छ होइन अहिले चाहिँ त मान्छे देख्नुभयो यो मल हाल्दै हुनुहुन्छ यो खेतमा अहिले सिजन काम पनि भइरहेछ होइन यो खेतमा सबैजना हुनुहुन्छ एकदम राम्रो ठाउँ छ कि यो ठाउँ पनि एकदम राम्रै छ यो मरखलाको यो चाहिँ मरखलाको यो खोला त्यो पुल देख्नुभयो होला नि यो पुल हो यो चाहिँ एकदम रमाइलो ठाउँ छ यो मलाई चाहिँ म यो डाँडामा चाहिँ आएपछि यो माहौलमा यो डाँडामा आएपछि म भिडियो बनाउँछु कि यो डाँडामा चाहिँ एकदम भिडियो दामी आउँछ कि होइन एकदमै दामी आउँछ यो भिडियो यो डाँडामा चाहिँ एकदम दामी भिडियो आउँछ कि सिकिरहेर आउँछ होइन यो भिडियो दामी आउँछ यो चाहिँ हो यो कोदोबारी डाँडा हो यो डाँडा हुन्छ अलिक तलतिर पर्छ अनि यो बाको पर्छ माहौल हो दिनुभयो यो डाँडामा एकदम दामी छ ठाउँ पनि दामी छ त्यो डाँडामा पनि एकदम घर छ कि देख्नुभयो होला नि यो त घर सबै घर हो वहाँदेखि देखेको घर सबै घर हो यो है यो पुरा एकदम दामी ठाउँ छ अनि एकदम तपाईँहरूको ठाउँ एकदम
जाडो मौसम कस्तो आइरहेछ एकदम दामी जाडो मौसम एकदम खत्रै भएको होला हैन के भन्न चाहे यो हाम्रो गाउँघरमा पनि एकदम जाडो मौसम एकदम बढिरहेछ है अहिले चाहिँ के भन्न चाहे अहिले चाहिँ घाम लागिरहेछ हैन घाम लागिरहेछ एकदम दामी छ दामी सगले आएको छ घाम दामी अहिले चाहिँ घाम दामी आएको छ अहिले चाहिँ भरेदेखि चाहिँ यतै हो यो खोलाको सिजनले यो खोलाको हावाले चिसो आउँछ नि त त्यही भएर अनि एकदम दामी भइरहेछ यो चाहिँ एकदम मरखला चाहिँ हैन गाइज यस्तो छ हाम्रो मरखलाको मावलको गाउँ तपाईहरुलाई कस्तो लाग्यो यो गाउँघर राम्रै लाग्यो होला भन्न चाहे तपाईहरुलाई हैन ठाउँ चाहिँ दामी छ यो त मरखला दामी ठाउँ छ दामी ठाउँ छ यो डाँडा चाहिँ म यो डाँडा चाहिँ एकदम भिडियो बनाउन आउँछु म भरेतिर अहिले भरेतिर आउँछु म यो डाँडामा भिडियो बनाउनलाई अनि अहिले चाहिँ युट्युबमा भ्लग गर्न आएको छोटो बिन्ती भ्लग गर्ने चाहिँ खासै मलाई चाहिँ के भन्नु चाहिँ मलाई चाहिँ बोल्न आउँदैन के खासै बोल्न पनि आउँदैन एकदम इमानदारी भएकोले पनि होला सायद बोल्न नआएको होला हैन इमानदारी सोझो भएकोलाई पनि होला एकदम बोल्न नआएको हैन कति अब अलिकति कतिजनाले एकदम फटफट बोल्छ नि बोल्न आउँछ धेरै अरूलाई चाहिँ कति मजाले बोल्छ कि भ्लगमा हैन दामीसँग बोल्न आउँछ हैन अब आफूलाई चाहिँ बोल्न नजाने भ्लग बनाएर छु टाइम पासको लागि हैन यसो एकदम बोल्न सिक्नलाई गरिरहेको छु म चाहिँ यो भ्लगमा युट्युब च्यानलमा एकदम बोल्न सिकिरहेको छु सिकिरहेको छु हैन तपाईहरुको मायाले पनि एकदम भइरहेछ मलाई चाहिँ तपाईहरुले चाहिँ कस्तो छ थाहा हुँदैन हैन मलाई चाहिँ एकदम हुन्छ नि आफूलाई चाहिँ बोल्न नआएपछि एकदम गाह्रो हुँदो रहेछ कि आफूलाई यहाँ चाहिँ यो चाहिँ बाघर हो म चाहिँ मावला घर आएको छु अब म चाहिँ अब एकछिनपछि अब फेरि बहिनीको घर जान्छु मामा अहिले चाहिँ बाघरमा छु म चाहिँ एकछिनमा म चाहिँ यहाँ अब मावला घर गएँ मामाको घर गएँ म चाहिँ अब यही हो मामाको घर जाने बाटो हैन यो यस्तो छ एकदम दामीसँगले यसो हल्का फल्का भ्लग बनाउन आएको छु यो चाहिँ हो मामा घर जाने बाटो एकदम कस्तो खतरा छैन यो कालो छ गाडी चाहिँ यो छ हैन यो फल यो भैँकटर पनि उम्लिरहेछ हैन एकदम भैँकटर उम्लिरहेछ एकदम फोटो हो म चाहिँ यो हाइवे रोड हो यो हाइवे रोड यो चाहिँ हाइवे रोड हो कटाइ जाने बाटो यो सिमल तरुल चाहिँ आउँदैछ मरखलाको बाटो यो चाहिँ बाघरको यहाँ चाहिँ मामा घर हो चाहिँ हेर्नु फुल दामी छ रातो फुल सबै दामी छ हैन मेवा फलेछ एकदम दामी छ मेवा फलेछ सजीवन माघर हो चाहिँ